यति सानो आवाजले इतिहास लेखिरहेका साथी हो। जय घन्टी। इतिहास लेख्ने यो मोडमा तपाईँ हामी उभिएका छौँ। मसँग सँगै उभिएका दुई सारथीहरू, ध्यान दिएर सुन्नुहोला। दुई सारथीहरू विक्रम विगत सिन्हा र डाक्टर अच्युतन लामिछाने। समयको विशेष परिस्थितिले राजनीतिको बागडोर सम्हाल्न आँट र साहस गरेर आएका यी होनहार उम्मेद्वारहरूलाई यस पटक तपाईँले इतिहास रचना पठाउने हो, सांसद रत्न नगरलाई पठाउने हो। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी लगभग इतिहास लेख्ने अन्तिम चरणमा आइपुगेका छौँ। म यहाँ भोट माग्न मात्र आएको होइन, म यहाँ यो क्षेत्रले, यो जिल्लाले इतिहास लेख्नका लागि आफूलाई कतिको तयार राखेको छ त्यो हेर्नका लागि आएको। धन्यवाद। वर्षौंको पृथ्वीलाई अन्त्य गर्नको निमित्त हामीले यस अगाडि एउटा बिउ रोपेका थियौँ। सुमन पाण्डे त्यो बिउ रोपिएको मान्छे हो। यस अगाडि तपाईँले लगभग जिताउनु भएको व्यक्ति हुनुहुन्थ्यो। यस अगाडि नै रोपिएको उन्नत बिउ थियो। यस पटक लतरम्म फल्नेछ नुवाकोट, घन्टी किल्ला हुनेछ। मैले राजसभाका विभिन्न उम्मेद्वार साथीहरूका बारेमा आएका सामग्रीहरू देखेको छु, हेरेको छु। एउटा प्रतिबद्ध उम्मेद्वार पाउनको लागि एउटा युग पर्खिनुपर्छ। यस पटक हामीले पुगेको 84 भन्दा अगाडि 82 मा यो अवसर आएको छ। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी, यो अवसर एउटा दुःखका साथ आएको छ। तर यो दुःखलाई ताकतमा बदल्ने गरी अब तपाईँहरूले मुटु दह्रो पार्नुपर्नेछ। किनकि यी होनहार सांसदहरूले यस पटक नुवाकोटको मात्र होइन, सिङ्गो देशको भविष्य लेख्नेछन्। तयार भएर बस्नुहोला। अन्य विभिन्न जिल्लामा साथीहरूलाई जिताउन जाने क्रममा, साथीहरूको बारेमा कुरा गर्न जाने क्रममा मैले आफ्नो निर्वाचन क्षेत्रमा धेरै समय दिनु पाएको छैन। तर मलाई विश्वास छ चितवनवासीहरूले मलाई चितवनका लागि मात्र होइन, देशका लागि भनेर पठाएका हुन्। मलाई चितवन सम्हाल्नु भएको छ भन्ने विश्वास छ। मलाई चितवनवासीलाई विश्वास छ र चितवनवासीले मलाई के भन्नुभएको छ भने, नआत्तिनु होला सभापतिज्यू, चितवन जिल्लाका घन्टी किल्ला भनेर भन्नुभएको छ। त्यस्तै नुवाकोटलाई पनि म सोध्न चाहन्छु, नुवाकोट जिल्ला पक्का हो भने आउनुहोस्, मन डह्रो पार्नुहोस्। यहाँ धेरै किसिमका चुनावी अन्तिम चरणका चलखेलहरू हुन सक्छन्। म एउटा बुझ्ने कुरा तपाईँहरूलाई बताउन चाहन्छु। हो, राजनीतिक दलका रूपमा, नेताका रूपमा राजसभा भन्दा अगाडि हाम्रै साथीहरू, यहाँ तपाईँहरूमध्ये यहाँ आउनुभएका सबै र विभिन्न भिडियो मार्फत हेर्नुभएका सबैजनाका लागि कुनै न कुनै पार्टी थियो होला। त्यो पार्टीलाई तपाईँहरूले 34 वर्ष हेर्नुभएकै हो, मौका दिनुभएकै हो। मौकामा दिनुभएको होइन। हामीले 34 वर्षमा आएका होइनौँ, 5 वर्षमा आएका छौँ। 5 वर्ष स्थायी सरकार। म तपाईँलाई आफ्नो पुरानो दलको सदस्यता हटाउनुहोस् भन्दिनँ। झन्डा पनि नयाँ छापेर हानिदिउँला, त्यही अर्को पार्टीले। हाम्रो पर्दैन, सदस्यता फाल्नु पर्दैन, झन्डा फाल्नु पर्दैन, नेतालाई मुर्दाबाद भन्नु पर्दैन, जिन्दाबाद भन्नु होला, सिद्धान्त फेर्नु पर्दैन, आदर्श फेर्नु पर्दैन। जेन्जी भाइ बहिनीहरूले रगत बगाएको हुनाले इतिहास लेख्नलाई पार्टी होइन, मत त फेर्नै पर्छ। घन्टीमा भोट त हाल्नै पर्छ। तपाईँहरू भन्नु होला आफ्नै पार्टी, त्यो पनि पार्टी हो, अर्का पनि पार्टी हो, किन त्यो पार्टीमा भन्नु होला? किनकि इतिहासमा धेरै पछि यति धेरै युवा उम्मेद्वार घन्टी चुनाव गरिरहेका छन्। इतिहासमा धेरै पछि यति धेरै युवा उम्मेद्वार घन्टी चुनाव चिन्हमा उठेका छन्। त्यसकारण घन्टीमा भोट। इतिहासमा पहिलो पटक सबैभन्दा धेरै जेन्जी उम्मेद्वार उठेका छन्। त्यसकारण घन्टीमा भोट। राजसभामा सबभन्दा धेरै महिला उम्मेद्वार उठेका छन्। त्यसकारण घन्टीमा भोट।
पहिलोपटक सीमान्तकृत समुदाय विभिन्न समुदायहरू थारू मुस्लिम सबैको बाहुल्यता युवाहरूको बाहुल्यता रासोपामा छ। त्यसकारण घन्टीमा भोट। सबैभन्दा धेरै डाक्टर इन्जिनियर पर्यटनविद अर्थविद खेलाडी मोडल रोल मोडल सबै उठेका छन्। यसपटक घन्टीमा गोलाकार भएका छन्। त्यसकारण घन्टीमा भोट। 5 वर्षको स्थायी सरकारका लागि 5 वर्षको सरकारका लागि स्थायी भोट। मैले देखिरहेको छु पछाडि पनि साथीहरू हुँदो रहेछ। अनुहार मेरो देखिएन, मेरो अनुहार देखिएन। अनि रमिलानी साथीलाई मनमा राखेको छु भने त मनमा छ भने त माया लाग्छ, माया लाग्छ। रमिलानी साथीको माया लाग्छ। मलाई थाहा छ म आपतमा पर्दा कामको फेरियो पर्दा तपाईँले हस्ताक्षर गर्नुभएको मलाई याद छ। तर नआफूले म आफ्नै न्यायका लागि आज आएको होइन, म त देशको न्यायका लागि आएको। यस्तो देशको न्याय र यो देशको भविष्य यहाँ यो वंशमा उभिएका होनहार मान्छेहरूका माध्यम मात्र हुन्। यो देशको भविष्य कुनै नेताले कुनै पार्टीले होइन, तपाईँले लेख्ने हो, आफ्नै हातले लेख्ने हो। 21 गते इतिहास बदल्नका लागि तयार भएर बस्नु होला। अन्त्यमा जानुपर्ने कार्यक्रम रसुवाको पनि कार्यक्रम थियो। फरक क्षमता भएका साथी व्हील चेयरमा आउनुभएको छ। साथी म तपाईँलाई व्यक्तिगत रूपमा केही गर्न सक्छु सक्दिनँ थाहा छैन, तर यो देशको इतिहासमा नलेखिएको नीति फरक क्षमता भएका अपाङ्गता भएका मान्छेहरूको लागि लेखिनेछ। महिलाहरूको अधिकारको रक्षाका लागि कुनै पार्टीको चिन्ह या तपाईँले संस्था लिनु पर्दैन, संगठन बनाइराख्नु पर्दैन। रासोपाले नीति माने महिलाहरूको रक्षा सुरक्षा सम्मान गर्नेछ। निर्धक्क हुनुहोला। मजदुर किसानहरू सङ्गठित हुनुभएको छ, हामीलाई थाहा छ। हामीले भातृ सङ्गठन राखेको छैन भन्दैमा तपाईँले चिन्ता गर्नु पर्दैन। भातृ सङ्गठन भएका दलले त 34 वर्ष तपाईँलाई बाटोमा तरकारी पाल्न र दुध बाटोमा पकाउन बाध्य पारेका हुन्। हामी नीतिगत रूपमा तपाईँलाई मल बिउ बिजनको व्यवस्था गर्छौँ, नीतिगत रूपमा बजारको व्यवस्थापन गर्छौँ। अब बिचौलिया पोस्ने कानुन फेर्ने हो, तपाईँको मत लिएर किसानको हक हितमा काम गर्ने हो। त्यसैले यसपटक 5 वर्षका लागि हामी भोट माग्न आएका छौँ। मैले बाहिर अन्य ठाउँमा नि भनेको आवाज आएको होला तपाईँसँग। 5 वर्ष स्थायी सरकार दिनुहोस्। काम गर्न सकेन भने सबभन्दा पहिला यो निलो टी सर्ट क्याब सदस्यता सबभन्दा पहिला फाले हुन्छ। केही तपाईँ चिन्ता गर्नु पर्दैन। जुन देशका नागरिक सचेत हुन्छन् नि त्यो देश हो विकास हुने। जुन देशका नागरिक एउटा पार्टीको सदस्यता लिएपछि छोरा नातिलाई पनि मेरो हजुरबाउको पार्टी हो भनेर त्यो ट्रान्सफर गरिदिन्छन्, हजुरबाउको भनेर पुष्पहारसम्मको लागि एउटा सदस्यता दिन्छन्, त्यो देशले कहिल्यै विकास गर्दैन। रासोपाको सदस्यता रासोपाले राम्रो काम गरुन्जेल मात्र राख्ने, खराब काम गरेको पहिलो काम रासोपाको सदस्यता निकालेर फाल्ने हो, विकल्प खोज्ने हो। यसकारणले इतिहासमा पहिलोपटक हामीले नागरिकसँग करार गरेका छौँ। त्यसैले यहाँहरू निर्धक्क हुनुहोला। विक्रम दिमक्साजीले बोल्नुभएको तपाईँले देख्नुभएको छ होला। एउटा अब्बल व्यक्ति उहाँ आउनुभएको छ। यस्ता अब्बल साथीहरूलाई राजनीतिले दिएको परिवर्तनका कारण यसबाट संसद लिएर जान लगिरहेछ। त्यसैले खुट्टामा घुमाउनु होला। अच्युतम लामिछाने डाक्टर अच्युतम लामिछाने भोलि लरवरिएलाई नियम लरवरिँदैन, चिन्ता नगर्नुहोस्। अन्तर्वार्तामा 2-4वटा भाइरल चिजहरू आउला, चिन्ता नगर्नुहोस्। अलिकति एन्टरटेनमेन्ट पनि चाहिन्छ जिन्दगीमा। भयो भने यही चोकमा लिएर म छँदैछु, लेख्ने चिन्ता गर्नु। नियत सही हुनु पर्यो। 2-4वटा भाइरलहरू थपेर लिनुहोस्, केही फरक पर्दैन। नियत भोलि अनि लिनुहोस्, केही फरक पर्दैन। नियतमा तलमाथि भयो भने चाहिँ ठुलो समस्या पर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। म फेरि पनि यो माथि उठ्यो, यो
समस्या के छ भने अरूले चाहिँ जे जति नियम तोडे पनि हुन्छ, मैले तोडे चाहिँ मलाई गाह्रो पारिहाल्छ। ल मैले धेरै है साथीहरू सबैलाई रसुवा जाने कार्यक्रम थियो, तर आचार संहिताले गर्दा अब जान मिल्दैन, गर्न मिल्दैन। रसुवामा कोही साथीहरू कुरिरहनु भएको छ भने रसुवाको उम्मेदवारी आउनु भएको छ। बसन्त भट्टजी हुनुहुन्छ, जहाँ हुनुहुन्छ रसुवाका मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरो कुरा त्यति हो, प्रष्ट हो। हामीसँग 8 छ। 8 त हिजो 4वटा मन्त्रालय लिँदा हामीले गृह मन्त्रालय चलाउँदा के 8 गरेका थियौँ तपाईँलाई थाहा छ नि, मैले भन्ने पर्दैन। 7 दिन सरकार बढालिएको भए इतिहास अर्कै देखिन्थ्यो, यो कुरा मैले भन्नै पर्छ यहाँ उभिएर। तर दुःखको कुरा हामीसँग 8 भयो, हामीलाई ताकत पुगेन, संख्या पुगेन। यसपटक ताकत दिनु होला, 8 हामीसँग छ, ढङ्ग पनि पुर्याउँछौँ। त्यसैले ताकत दिनु होला। त्यो ताकत पुरा गर्नको लागि रसुवाको मेरो साथीलाई पनि जिताउनुपर्छ है। यो भिडियो मेसेज कसैले लाइभ हेरिरहनु भएको छ भने रसुवाका मतदाता साथीहरूसँग पुगोस्। आदरणीय रसुवा निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी देशैभरि घन्टीमा हातमा लिएर गएर यसपटक यो देशको भाग्य र भविष्य बदल्ने यात्रामा लागेका छौँ। हात नकमाउनु होला। कविलाई इसाले मेरो क्षेत्रमा आएन नभन्नु होला, म तपाईँहरूको छेउमै आएको छु। सँगै उभिएको मतदाता उम्मेद्वार हाम्रै प्रतिनिधि हो, रासोपाकै प्रतिनिधि हो, घन्टी चुनाव चिन्हधारी हो। त्यसैले सम्पूर्ण रसुवावासीलाई म यहीँबाट ढिला हुन गएकोमा, आउन नपाएकोमा क्षमा पनि माग्दै हाम्रा उम्मेद्वारलाई अत्यधिक बहुमतले विजय गर्न अनुरोध पनि गर्दै घन्टीमा छाप लगाएर दुवै समानुपातिक र प्रत्यक्ष दुवैतर्फ छाप लगाएर अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, अब तपाईँहरूलाई विभाजित गर्नको निमित्त घर घरमा मान्छेहरू छिर्न सक्छन्। यतिखेर हो तपाईँले मन डह्रो पार्ने। हामीले आफ्नो काम गरेका छौँ, हामीले इतिहास देख्ने जिम्मा तपाईँलाई सुम्पिएका हौँ। अब मन डह्रो गर्नुहोला, मन डह्रो राख्नुहोला। प्रत्यक्ष पनि घन्टी हो, समानुपातिक पनि घन्टी हो, जताको पनि घन्टी हो। यहाँ उमा घरैजी पनि हुन्छ है, हाम्रो समानुपातिक उम्मेद्वार उमाजीले लगाइदिनु भएको यो टोपी, झल बढेको यो टोपी लिएर यस्तै ठाडो शिर बोकेर हामी संसद जानुपर्छ। त्यसैले उमाजीलाई पनि अत्याधिक मतले समानुपातिकमा विजय गराउनु होला। हस्, म डराएको छैन, किनकि जनता सबै साथमा छ। खुट्टा कमाएको छैन, किनकि जनता सबै साथमा छ। शिर झुकाएको छैन, किनकि जनता सबै साथमा छ। यही जनताको पलमा उभिएको छु। हस्, आजलाई यति नै भने जहाँ आउन सकिन सबैलाई म क्षमा चाहन्छु। पुग्न सकिने ठाउँमा पुग्दैछु। सबैको जय होस्, जय देश, जय। हस्, अब यहाँबाट जानको लागि अलिकति सहज गरिदिनु होला। धेरै